तुलफुलज्यूलाई यहाँ स्वागत गर्ने कार्यक्रम गरिरहेको छ र यस पश्चात हाम्रा विभिन्न कार्यक्रमहरू पनि अघि बढ्नेछ। र अहिले जोडो हुनुहुन्छ अब हामी आफ्नो ठाउँमा बस्दिनु भनेर हामी चाहन्छौँ अनि उहाँको स्वागत पश्चात अनि हाम्रो केही बेर पाठ पूजाहरू केही कार्यक्रम छ त्यो पाठ पूजा हुनेछ। त्यस पश्चात पनि हामी उहाँ थाप्ने अभिषेक लिने कार्यक्रम रहनेछ। गुरुको हातबाट हामी अभिषेकहरू पक्कै पनि लिनेछौँ त्यही पश्चात। र अहिले नै भने हामी अलिकति धैर्य गरिदिनु भनेर हामी चाहन्छु। अहिले तपाईँहरू आफ्नै स्थानमा बस्न सक्नुहुनेछ। त्यही पश्चात हामी फेरि हाम्रा धर्मगुरु बाबा तुलसीज्यूको हातबाट वाङ पनि लिने नै छौँ, अभिषेक पनि लिने नै छौँ। र तपाईँसँग भएको खाला फुल जे छ अहिले तपाईँले उहाँलाई दिन सक्नु भएन भने तपाईँले आफैसँग राख्नुहोस्। भरे हामी एक एक गरेर हामी उहाँसँग जानेछौँ अनि त्यति बेला तपाईँलाई त्यो तपाईँलाई उहाँले नै लगाइदिनु हुनेछ केही पश्चात केही समय पश्चात। र अहिले चाहिँ हामी जो आफूले लिइदिनु चाहन्छु र भरेको लागि तपाईँहरूलाई नै सहज हुनेछ। अबको कार्यक्रममा अब तपाईँहरू आफ्नो ठाउँमा बस्दिनु होला अनि हाम्रो धर्मगुरुहरूबाट पनि पाठ पूजाको कार्यक्रम अगाडि बढ्नेछ। त्योभन्दा अगाडि म आज अतिथिज्यूहरूलाई म अतिथि आसन ग्रहणको क्रममा जानेछु र त्यसका लागि खदा अर्पण गरिदिनका लागि बहिनीलाई म यस स्टेजमा आउनका लागि अनुरोध गर्दा दिकी बहिनी आजका अतिथिज्यूहरूलाई खदा अर्पण गरिदिनका लागि यस स्टेजमा आइदिनु हुनका लागि म अनुरोध चाहन्छु। डिकी बहिनी अतिथिज्यूहरूलाई म नाम उद्घोष गर्नेछु र उहाँहरूलाई खदा लगाइदिनु होला। आजका अतिथिज्यूहरू बुद्धिस्ट गुरुङ सोसाइटी अफ जर्जियाका अध्यक्ष मनोज गुरुङज्यूलाई मनोज पेलेज्यूलाई ल ताली दिनु होला। बुद्धिस्ट गुरुङ सोसाइटी अफ जर्जियाका अध्यक्ष मनोज गुरुङज्यू। त्यस्तै गरी मगर र उहाँहरू यहाँ अगाडि गएर बस्दिनु होला। र मगर समाजका अध्यक्ष गङ्गा मगरज्यू मगर समाजका अध्यक्ष गङ्गा मगरज्यू गङ्गा मगरज्यू उहाँलाई खदा अर्पण गरिदिनु होला र अगाडि गएर बस्दिनु हुन अनुरोध चाहन्छु। त्यस्तै गरी तामाङ समाजका अध्यक्ष प्रीतिमान तामाङज्यू लामा गुरु प्रीतिमान तामाङज्यू ताली दिनु होला। उहाँ हुनुहुन्थ्यो तामाङ समाजका अध्यक्ष। त्यस्तै गरी अतिथिहरूमा किरात राई यायोखाका अध्यक्ष अजिरमान राई उहाँ कहीँ हुनुहुन्छ यहाँ हुनुहुन्छ भने तपाईँ उपस्थित भइदिनु होला। त्यस्तै गरी समाजसेवी हाम्रा अग्रज बुद्धिजीवी श्री भीम खपाङ्गीज्यू यहाँ कतै हुनुहुन्छ भने तपाईँ पनि अगाडि आइदिनु हुन चाहन्छु भीम खपाङ्गीज्यू। त्यस्तै गरी हाम्रो समाजसेवी बहादुर सुब्बाज्यू तपाईँ यहाँ कतै हुनुहुन्छ भने अगाडि आइदिनु होला बहादुर सुब्बाज्यू। त्यस्तै गरी बीएम खालिङज्यू हाम्रो अतिथि
समाजसेवी अतिथि बिएम खालिङज्यू, त्यस्तै गरी दिलीप दाहालज्यू यहाँ कतै अगाडि हुनुहुन्छ भने अगाडि आइदिनु होला। दिलीप दाहालज्यू